happy moment. साथीहरू नमस्ते। आज हामीहरू यो 4 दिनको सरकारी बिदालाई उपयोग गर्दै हामी महादेव फाँटसम्मको यात्रामा जाँदैछौँ साथीहरू। र हामी त्यहाँ गएर हामी चाहिँ थोरै सपिङ गर्छौँ अनि अलिअलि घुम्छौँ अनि त्यसपछि फर्केर आउँछौँ। हाम्रो छोरी नि हेर्नु कति खुसी भएको छ अनि गाडीमा झुन्डिँदै नाच्दै हिँडिरहेछ। हाम्रो यो रातमाटेको रोड अनि वरिपरिको डाँडा काँडा अनि यहाँको घरहरू हेर्नुहोस् त कति सुन्दर र रमणीय छ। जाँदै हामी चाहिँ गैरी गाउँ पुग्यौँ। अब गैरी गाउँबाट अगाडि बढ्दैछौँ। अब हामी खाल्टे हुँदै अनि यहाँबाट चाहिँ हामी बिस्तारै महादेव फाँटतिर प्रस्थान गर्दैछौँ। खाल्टेबाट अगाडि बढ्दै जाँदाखेरि हेर्नुहोस् त माथि पहाडको भित्ताहरू कति राम्रो देखिएको। अनि त्यहाँबाट पनि हामी अगाडि बढ्दै गयौँ। त्यसपछि हामीले पारी दर्शनटार चाहिँ हेऱ्यौँ। कति रमणीय ठाउँ छ, हरियाली वातावरण। हामी अगाडि बढ्दै जाँदाखेरि हामीले स्वयंसेविका दिदीहरूलाई पनि भेट्यौँ। अब चाहिँ हामी 26 कान्ला पुग्न लाग्यौँ। पारिपट्टिको दृश्य अनि वारिपट्टिको दृश्य हेर्दै हामी घुम्ती उकाली ओह्राली सबै गर्दै हामी ठ्याक्कै 26 कान्लाको घुम्ती मोडहरू छिचल्दै अगाडि बढ्यौँ। अब एकैछिनमा हामी पुग्छौँ महादेव फाँट। हेलो साथीहरू, म त महादेव फाँट आइपुगेँ भनेको त अझै 2टा टर्निङ पो बाँकी रहेछ। पारिपट्टि दर्शन टार देखिरहेको छ, जङ्गल पनि देखिरहेको छ। अब हामी 2टा टर्निङ बाँकी नै रहेछ। 2टा टर्निङ सकाएपछि अनि आउँछ महादेव फाँट। ल हेर्नुहोस् त यहाँनिर बाटो वान वे भएको रहेछ। पहिरो गएर, पहिरो त होइन खोलाले कटान गरेको रहेछ तलबाट। अनि त्यहाँबाट हामी अब चाहिँ वान वे सकिन लाग्यो। उताबाट गाडी पनि आउँदैछ, पछाडिबाट पनि आउँदैछ। हामीले साइड दिँदै हामी अगाडि बढ्यौँ। अब एउटा टर्निङ आयो। यो टर्निङ अब महादेव फाँट बल्ल पो सुरु भएको रहेछ। म त झुक्किरहेको रहेछु भने। अब यहाँनिर हेर्नु त साथीहरू, यो एमसिसीको लागि बत्तीको लागि पुरै के ल्याएर राखेको छ। म त चिन्दिनँ हो, तपाईँहरू नि हेर्नुहोस् के हो गाइजहरू। अब चाहिँ हामी लगभग बाबुहरू सबैजना गाडीलाई साइडमा राखेर हामी लाग्यौँ सपिङ गर्नतिर। सपिङ गर्न गएको हेर्नु कपडै ठिक हुँदैन। बाबुलाई कपडा किनिदिनु पऱ्यो भनेको छान्दा नानीलाई बाबुलाई बल्ल छान्दा अलिकति जम्मा पार्यौँ। अनि अब हामी यहाँ एकछिन सपिङ गरेर अनि फेरि किनमेल अर्को ठाउँमा गरेर अनि फर्किन्छौँ। हेर्नु छानेको भेटिँदैन बल्ल भेटाएर अनि दिनुभयो उहाँले। अनि किन्यौँ हामीले। अब चाहिँ किनमेल सकेर हामी फेरि अब घरतिर फिर्ता भयौँ। सबै किनमेल सकेर फिर्ता भयौँ। अब हामी नि यसै गरी घरमा आउँछौँ। अनिखेर हामी रमाइलोसँग दिन बिताउँछौँ। हवस् त साथीहरू, धन्यवाद हेरेर साथ दिनुभएकोमा। यसो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, लाइक पनि हानिदिनु होला। त्यही हो, मन पऱ्यो भने, नपऱ्यो पनि यसो हानिदिनु के जान्छ र तपाईँको, होइन? हवस् त, बाई बाई, फेरि भेटौँला है त।